एउटा दुर्घटनामा परेको युवालाई काम लाग्न सक्छ, एउटा जटिल रोगबाट ग्रसित र अपरेसन गरिरहेको बिरामीलाई चाहिँ यो रगत काम लाग्न सक्छ र उसको जीवन जोखिन्छ। त्यसैले यो रगत दानको महत्त्व हामीले शब्दमा भन्न सक्दैनौँ, जीवन दान नै हो यो। त्यसैले हामी भन्छौँ नि, कसैले जीवन दान पायो भन्छौँ, जीवन दान भन्दा ठुलो अरू केही पनि छैन। त्यसैले आज जति पनि रक्तदान गर्नुभएको छ उहाँहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु र आगामी दिनमा पनि जसले पहिलो पटक गर्नुभएको छ, हाम्रो समाजमा अहिले पनि भ्रम के छ भने ब्लड दिएपछि कमजोर भइन्छ, रोग लाग्छ, बिरामी भइन्छ भन्ने चाहिँ अहिले पनि भ्रम छ। यसलाई तपाईँ हामीले चाहिँ चिर्नुपर्छ। हामीले प्रत्येक 3 महिनामा चाहिँ आफ्नो ब्लड दियौँ भने हामीलाई स्वस्थ हुनमा त्यसले मद्दत गर्छ, नयाँ रक्त कोशिकाहरू बन्दछन् भन्ने स्वास्थ्य विज्ञानले प्रमाणित गरेको कुरा हो। त्यसैले आगामी दिनमा पनि यहाँहरूले टाइममा चाहिँ यो रक्तदानलाई निरन्तरता दिनुभयो भने पक्कै पनि तपाईँको स्वास्थ्य पनि राम्रो हुने र कसैको जीवन पनि बाँच्ने कुरा महत्त्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ।